साउन्ड आउँदैन। यता चाहिँ भेना हुनुहुन्छ। अब म जान आँटेको नि उता पानी बसिन आँटेको। यता चाहिँ भेना होइन, यता चाहिँ गिट्टीहरू झर्दैछ। हेर केटा हेर भेनाको साउन्ड त केही पनि आएको छैन होला होइन। हेर बाहिर लास्ट साउन्ड यार। अब भेनाको पालो आउँछ अरे हुन्छ नि। अब यता चाहिँ टक्क लाएर यस्तो ठाउँ छ यता गिटी झर्नु। अब यता चाहिँ चलिरहेको छ टिप्पा भेनाको। हेरै केटा यता चाहिँ लोड गर्न आँट्नु भएको छ गिट्टी समथिङ के हो होइन। अब चाहिँ यहाँ हेरेर सक्नुहुन्छ केटा हो होइन। यता चाहिँ गिट्टी झरिरहेको छ देख्यो। इच्छाले अनि ढुङ्गा हुन्छ नि त्यो होइन। हेरै केटा हो आजको भ्लग। त्यहाँदेखि रामपुर जानुपर्ने हुन्छ होइन। दादाहरूलाई साउन्ड साउन्डै आएको छैन के भन्ने हो यार। यस्तो साउन्ड आइरहेको छ। उता भेना चाहिँ गर्दै हुनुहुन्छ, मोबाइल चलाउँदै हुनुहुन्छ क्या। हुन्छ नि यता चाहिँ यत्रो क्रस गर्ने चाहिँ होइन। त्यहाँ ढुङ्गा पेलिरहेको छ क्या। त्यहाँ हेर न है, हेर हेर है क्रसरले त्यहाँ ढुङ्गा ठुल्ठुलो पेलिरहेको छ। अनि यताबाट ठुलो आउँदो रहेछ, यता चाहिँ अलिक ठुल्ठुलो आउँदो रहेछ गिट्टी हुन्छ नि ठुलोवाला। अनि यता चाहिँ सानो सानो गिट्टी आउँदो रहेछ। आम्मा हेर न यतातिर खतरा छ नि। टार हेर न 10 माइनस 0 0 माइनस 20 हो भनेपछि 10 माइनस 10 गयो रहेछ है। यतातिर हेर त नि अहिले कुदाउने बेला भेट्छु ल। माथिबाट भ्यू यस्तो देख्छ है। देख्यो नि कस्तो भ्यू देख्छ यतातिर देख्यो नि। हेर त त्यहाँ आज खतरा राम्रो हुन्छ है किन। त्यहाँ हेर माथिबाट ठुलो ढुङ्गा भनेर त्यहाँ हेर है। देख्यो उतातिर चाहिँ यो छ होइन। झर्रा उता चाहिँ बलुवा क्या बलुवा हुन्छ नि। उतातिर चाहिँ ढुङ्गा ठुल्ठुलो गइरहेको छ। राइट गाइज हामी चाहिँ अब यहाँ चढिसक्यौँ गाडीमा। हामी चाहिँ हिँडिसक्यौँ हेर्नु सक्नुहुन्छ। म छिटो बोलेको कारण किन अहिले थाहा पाउनुहुन्छ होइन। 1 दिनपछि होइन। यहाँ चाहिँ हामी टिपरमा छौँ हेर्नु होइन पुरा पारामा। उता चाहिँ भेना काट्नु जानु भएको छ क्या टिपर छौँ। सो चाहिँ हामी उता मुनि पुगेपछि भेट्छौँ ल। भेना बिल काटिदिनुहुन्छ त्यहाँ हेरेँ देखियो। यता चाहिँ अपलोड हुँदैछ फाइनली। हामी चाहिँ हिँडिसक्यौँ भेना स्थान। अब हामी चाहिँ हिँडिरहेको छौँ गाडीमा। बाटो त्यस्तो खतरा खतरा छ है। पुरै अपलोड छ नि हेरेँ। माथिबाट चाहिँ यस्तो भ्यू देखाउँछ। मैले भ्यू देखाउँदै साढे टिप्पर आउँदैछ क्याबेज टुक्छु नै अर्को टिप्पर। अब फाइनल गाइज हाम्रो गाडीमा चाहिँ काठमाडौँको भाइ छन् होइन। अनि काठमाडौँको भाइ चाहिँ आज मामालाई फेरि फर्किने क्रममा छौँ। अनि यो चाहिँ हामी रेटाङ पुगेर आएर अनि फेरि बल्ल लोड गरेर चाहिँ हामी रामपुरतर्फ चाहिँ फेरि लाग्नेछौँ फाइनली गाइज। आज भन्नु काठमाडौँको बड्कावाला भाइ चाहिँ अहिले चाहिँ मेरो गाडीमा बसेको अवस्था। अब चाहिँ हामी लेटा गएर धुँदै आउनुपर्ने हुन्छ नि होइन। आएछ हेर न बाटो त खतरा खतरा छ क्या। यहाँ टिप्परले यता चाहिँ ठक्क लगाएर हुन्छ नि खतरा हुन्छ नि रोडहरू उता चाहिँ होइन। मजा लाग्छ। म रोडहरू देखाउँदै जान्छु ल हेर ल। हामी चाहिँ यहाँ केराबारी बजार आइसक्यौँ हेर केटा हो। फोन गरिदिनु म फोन गर्छु। हेर बजारमा ट्याग एन्ट्री भइसकेको छ। उता चाहिँ हेर्दैछ। अब यता चाहिँ हामी केराबारी बजार गाडी चाहिँ यस्तो छ गाडी चाहिँ। फाइनली गाइज
हामी चाहिँ भल्लो भन्ने खोला आइपुगेका छौँ। तपाईँले कतिजनाले चिन्नुहुन्छ। अनि यो चाहिँ भल्लो खोला भन्ने ठाउँ हो। लास्ट अफलोड छ अरे यहाँ यो चाहिँ हामी चाहिँ अहिले चाहिँ लेटाङ नगरपालिकाको खडानी भन्ने ठाउँमा हामी जाँदैछौँ। बाटो चाहिँ यस्तो अफलोड छ अरे हट। अनि मदन भण्डारी राजमार्गको पुल चाहिँ यो खोलामा खसी गरेको अवस्था गाइज तपाईँले हेर्न सक्नुहुनेछ। जस यता चाहिँ लास्ट अफलोड भइसक्यो हेर्नु होइन। यो चाहिँ यो सिल्दै ग्लास यता चाहिँ पुरै बाटो अफलोड छ क्या हेर न। हुन्छ नि अरे भाइ यता चाहिँ पुलको बाटोबाट जाँदैछौँ हामी। लानको लागि होला अरे भाइ मैले पुरै बुझ्न भाषाले बोलेको हुन्छ। सब स्टुडेन्ट्सलाई क्या यो छ डोजरमा हामी त अर्कै ठाउँमा छौँ। यो चाहिँ यता हो चाहिँ बलुवा लिएर यताको त्यस्तो छ अरे केटा हो घुम्दैछ। यतातिर नि गाडीहरू आइरहेको हुन्छ। साउन्ड फेरि फिटिक्कै आउँदैन साउन्ड चाहिँ है। रिपिट राख्छौँ अहिलेको सानो हामी। यता चाहिँ बलुवा छ क्या। यता चाहिँ जेसिबी बलुवा छ क्या। बलुवा टक्का लाएर बलुवा हेर्ने टक्का आइरहेको हुन्छ। गाडी हो पहाडै छ क्या। अहिले गएको बेला देखाउँछु ल हेर्दै गर ल। अब चाहिँ हामी क्रसरबाट हिँडिसक्यौँ। फाइनली हामी क्रसबाट चाहिँ निस्किसक्यौँ है। फाइनली हामी क्रसबाट चाहिँ निस्किसक्यौँ। अब हामी रामपुरको यात्राको लागि हो। फाइनली हामी चाहिँ अब साला भेर चाहिँ चल्यौँ। अब यहाँ कति घन्टा लाग्छ कि लाग्छ 2-2.5 घन्टा पनि हलिँदै काम गर्दैन नि। ब्लग पनि मात्रै लामो हुन्छ जस्तो लाग्यो मलाई। म टिकट छिटो मिठो बनाउँछु नि। यता चाहिँ बाटो चाहिँ हेर न यस्तो छ है। देख्यो सो ब्लग चाहिँ यसो अस्तिको ब्लग सरी है त्यसको लागि अपलोड गर्न सकेँ। जस्तो लाग्यो त्यो ब्लग अपलोड गर्नु होला। 5 मिनटको ब्लग बनेछ भने चाहिँ एकदम के हुँदैन गरेको ब्लग खतरा छ नि त। सो यता चाहिँ हामी यताबाट बाटोबाट चाहिँ हिँडिसक्यौँ। भरेर होइन बाटो चाहिँ खतरा पिच हुन्छ हामी होइन। अब पिज अब चाहिँ अब हामी म एकछिन पछि तपाईँसँग भेट्छु ल। हामी आइसक्यौँ फाइनली होइन। दादालाई भनेको दादा सुतिरहेको जस्तो लाग्यो मलाई चाहिँ। यता चाहिँ मेरो झोला छ के गरेर थाहा छैन। हुन्छ नि त्यो पहिलेकै ठाउँ क्या। के हुन्छ हेर न केटा उधर तो कोई भी नहीं है। बसन्त सुनि दिदी माइजू विशाल दादा म भन्नु व्यस्त हुनुहुन्छ। अब हामी यहाँ चटपटे के भन्छ ल यो आदीमा खाना आँटेको बट्टु भाडा यो चाहिँ बड्डु भाडा होइन बड्डु भाडा
दादा खान्न